भोलि हुने नेपाल र युए विरुद्धको एसोसिएट एल क्लासिको आइसिसी सिडब्ल्युसी लिग टु क्वालिफायरको पोइन्ट्स टेबलको अन्तर्गतमा पनि धेरै इम्पोर्टेन्ट गेम हुने हो। लिगकै बटममा रहेका यी दुईटा टिमको बिचको म्याचले डिटरमाइन गर्छ को चाहिँ क्वालिफाई गर्दैन। आई नो इट साउन्ड्स वियर्ड बट इट इज वाट इट इज। यो म्याचलाई एउटा मस्ट विन म्याच भन्दा केही फरक चाहिँ पर्दैन, किनभने दे बोथ डेस्परेटली निड अ विन टु स्टे अलाइभ इन द कम्पिटिसन। ओडिआईमा लास्ट 5 म्याचेसको हेड टु हेड रेकर्ड हेऱ्यो भने नेपालले 4 म्याच जितेर डोमिनेट गरेको छ। फेरि अस्ति भर्खर भएको नेपाल र युए विरुद्धको टी20 गेम त कसले नि बिर्सिन सक्छ। नेपालले एउटा थ्रिलर गेम जितेको थियो। सो युएको ब्याड रिसेन्ट फर्म र नेपालको एउटा डिसेन्ट रिसेन्ट फर्मले गर्दा अहिले नेपालकै अप्पर ह्यान्ड छ। सो आई एम गोइङ टु प्रेडिक्ट द्याट नेपाल इज गोइङ टु विन। तर आई बिलिभ द्याट नेपाल सुड टेक अ हार्स कल। आफ्नो नराम्रो डेथ ओभर फर्मले गर्दाखेरि नेपालले अब फोर्सफुल्ली नन्दन यादवलाई खेलाउनै पर्छ। मलाई थाहा छैन कि नन्दनले कसलाई रिप्लेस गर्छन्, तर आई बिलिभ द्याट ही सुड बी इन द प्लेइङ 11 जस्ट फर द्याट डेथ ओभर कोटा। सो टु राउन्ड इट अप, यदि हामीलाई क्वालिफाई गर्नु छ कि त आफ्नो ओडिआई स्ट्याटस नै मेन्टेन गर्नु छ भने यो गेम धेरै नै इम्पोर्टेन्ट हुन्छ।